धेरै महिनाको प्रतीक्षापछि र थोरै फुर्सद निकालेर आज मैले चमेलीको फुल बैजनी रुमाल चाहिँ बल्ल बुक किन्न पाएँ होइन, नोभेल। यो चाहिँ सुबिन भट्टराई सरको कृति हो। उहाँको लेखन शैली चाहिँ एकदम मनपर्छ मलाई। उहाँले लेखेका सबै नोभेलहरू चाहिँ मैले पढि पनि सकेको छु। प्रिय सुफी, इजुरिया लगायतका धेरै राम्रा कृतिहरू छन् उहाँका। यो पनि एकदमै राम्रो छ भनेर सुन्नमा चाहिँ सुनेको थिएँ, तर पढ्न चाहिँ पाएको थिएन कि। अब बल्ल सुरुवात गर्दैछु यो चमेलीको फुल बैजनी रुमाल। तपाईँहरू पनि सुन्नुहोस् है, कस्तो छ, कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। अनि तपाईँहरूले पनि किन्नुभएको छैन सुबिन भट्टराई सरको यो नोभेल भने किनेर पढ्दा पनि हुन्छ। म एक्सबाट सुरु गर्छु है। बिहे धुमधामसित चलिरहेको थियो। मान्छेहरूको गुनगुन हलवाईको पसलका मिठाईमा माखा भुनभुनाए चाहिँ सुनिन्थ्यो। सबैका आफ्ना किसिमका भ्याइ नभ्याइ थिए। मानौ उनीहरू कोभिड महामारीको पहिलो प्रहरमा भ्याक्सिन बनाउँदैछन्। फुर्सदिलो केवल म मात्रै छु जस्तो लाग्थ्यो। विवाह मण्डपमा निकै बेरदेखि एकहोरो हेरिरहेको थिएँ। म मेरी भुपू प्रेमिकाको बिहेमा थिएँ, उदास उदास। तपाईँ मलाई मूर्ख या पटमूर्ख यस्तै केही भन्नुहोला अथवा सोध्नुहोला। उदास हुनलाई किन जानु परेको एक्सको बिहेमा? यति त बुझ्नुहोला, म मासु पुलाउ आदि खान पक्कै गएको थिइनँ। ऊ मेरा लागि अङ्ग्रेजी अल्फाबेटको एक्स जति मामुली पनि थिइन। प्रेमिका भुपू हुन सक्लान्, तर प्रेम भुपू नहुँदो रहेछ। प्रेमिका जिन्दगीबाट हिँडेर पर पुग्लान्, तर उनीहरूसँगको सम्झना हृदयको कोमल कुनामा मधुरो सङ्गीत बनेर गुनगुनाइराख्दा रहेछन्। मनभित्र ऊप्रति अझै पनि उत्तिकै प्रेम थियो, जति प्रेम ऊ मेरी बहालवाला प्रेमिका हुँदा हुन्थ्यो। हो, म महाको पटमूर्ख हुँदो हुँ। तपाईहरू जो कोही पनि मलाई निर्धक्क भएर कुनै शङ्का उपशङ्का नराखी मेरो मूर्खताको खिल्ली उडाउन सक्नुहुन्छ, किनकि म भुपूको बिहेमा यस्तो आशले आएको छु। उसको जग्गे भएको ठाउँ नजिकै झिङ्गा झैँ भुनभुनाइरहेको यस कारणले छु। मेरो अनुहार र हाम्रो प्रेम सम्झिएर उसले ठाउँको ठाउँ बिहे रद्द गरिदियोस् र त्यही जग्गेकै आगोलाई साक्षी राखेर म बाहेक कसैसँग जीवन नबिताउने प्रण गरोस्। मलाई थाहा छ, यस्तो परिस्थितिमा पनि सम्झना देख्नु भनेको मधेसमा हिउँ खोज्नु जस्तै हो। तर त्यसको आश गर्न मलाई रोककम सिनेमाका केही मेलोड्रामेटिक दृश्यले सिकाएको हुन्। नभए म यहाँ किन आउँदो हुँ? बिहेको माहौल बीच पनि मैले उसका आँखा मात्र देखिरहेको थिएँ। द्रौपदीसितको स्वयंवरका दिन यज्ञ धनुष उठाएका अर्जुनले माछाको आँखा मात्र देखे झैँ। फरक यति हो, अर्जुनले माछाको आँखा फुटाए झैँ म उसका आँखा फुटाउनेवाला थिइनँ। उसका आँखाले पनि घरिघरि फुर्सद नपाएका होइनन् मतिर हेर्न, तर ती एकछिन पनि टिक्न सक्दैनथे। मानौ सूर्यको प्रचण्ड तेज होस्। बिहेको प्रक्रिया जति जति अगाडि बढिरहेको थियो, मेरो आशा उति नै क्षीण बन्दै गएको थियो। मेरी प्रेमिका कसैकी पत्नी हुन आँटिसकेकी थिई। म फगत मूक दर्शक, लाचार र निरीह भएर आफैलाई लोप्पा खुवाइरहेको थिएँ। म भित्र न त्यस्तो कुनै नायक थियो जसले विद्रोह गर्न सकोस्, न ऊभित्र नै कुनै आँट थियो। ऊभित्र त आँट किन हुनु पर्यो? उसलाई त उसैसित बिहे गर्नु छ। बिहेमा आउनेहरूको सङ्ख्या बढिरहेको थियो।
मान्छेहरूको समुद्र जति छल्किए पनि म आफैलाई सुनसान टापु झैँ लागे। म एक्लै रहिनछु। कुनै अपरिचित मुलायम आवाज मेरो पछाडि आएर ठोकियो। म झस्किएर फर्किएँ। मेरा अघि थिइन् एउटी सुन्दर महिला, क्रिम कलरको कुर्ता र सेतो सुरुवालमा। फुल स्केप पेपर झैँ उनी सादा देखिन्थिन्। दायाँ काँधमा पहेँलो कलरको साइड ब्याग थियो। धेरै बेर हेर्न नपाउँदै उनले मलाई सोधिन्, के बेहुली तपाईँको एक्स हो? म झस्किएँ। दायाँ बायाँ अनि पछाडि सबैतिर हेरेँ। बिहेको कार्यक्रम कुनै बाधा व्यवधान बिना चलिरहेको थियो। को हो यो केटी? म उत्सुकपूर्वक भन्दा बढी त्रस्त भइरहेको थिएँ। रोमाञ्चित भन्दा नर्भस थिएँ। मैले जवाफ दिएँ, होइन, म बेहुलीको एक्स हुँ। उनी मुसुक्क हाँसिन्। एकछिनसम्म मेरो अनुहार हेरेर भनिन्, अचम्म नमान्नुहोस्, मलाई गेस गर्न सजिलो यस कारणले पर्यो कि बेहुला पनि मेरो एक्स हो। मलाई तपाईँ म जस्तै लाग्यो। यति भनेर उनी थोरै हाँसिन्। मलाई उनको हाँसो चर्को लाग्यो। कमसेकम उनको सादगीसित म्याच नगर्ने खालको। एकचोटि फेरि ओरपर हेरेँ। हामीलाई सुन्ने धन्न कोही थिएनन्। लगत्तै उनले भनिहालिन्, तर तपाईँ र ममा एउटा फरक निश्चय पनि हुनुपर्छ। के फरक होला? यो सोध्न नभ्याउँदै उनले भनिन्, हामी दुवै बेहुला र बेहुलीका एक्स हुनुका आफ्नै कथा होलान्। पक्कै पनि। उनको अनुहार हेर्दा लाग्दैनथ्यो उनी कुनै दुःखमा छिन् या यस्तो पनि हुन सक्थ्यो। उनी अनुहारमा त्यस्तो भाव आउला भन्नेमा बडो सजग थिइन्, अथवा दुःखलाई मुस्कानको चपरीमुनि थिचेर राख्न अभ्यस्त थिइन्। मैले एकचोटि उनको अनुहारलाई नजिकबाट नियालेँ। प्राकृतिक हाँसो सहितको आत्मविश्वासी अनुहार। हिम नदी बगे जस्तो कञ्चन र ताजगीले भरिएको अनुहार। बिहे सम्पन्न भयो। बेहुली अन्माउने प्रक्रिया चल्दै थियो। मेरी एक्स आफ्नो पतिको घर जाँदै थिई। ऊ आधिकारिक रूपमै अर्कैकी भएकी थिई। मेरी एक्स छेउ उसको पति ठिङ्ग उभिएको थियो, बाई झैँ। एक्स आखिर बाइकै छेउ हुनेन हो? यता मेरा छेउ थिइन् वाइसित केही समय प्रेममा बिताएकी जेड। मैले उनीसँग नाम सोध्नुभन्दा आफै नामाकरण गरिदिएँ। उनी मलाई नजिकैको कुनै कफी सपमा जान आग्रह गरिरहेकी थिइन्। मैले उनको निम्तोलाई सहर्ष स्वीकारेँ। तर अफसोस, उनले खोजे जस्तो फेन्सी कफी सप बाहिर कतै थिएन। केवल एउटा छाप्रो थियो, जहाँ चिया, बिस्कुट, सेलरोटी, आलुको तरकारी आदि पाइन्थे। 2 कप चिया अर्डर गरेर हामी बाहिरको बेन्चमा बस्यौँ। छाप्रो सुनसान देखिन्थ्यो। हामीलाई गफ गर्न प्रशस्त एकान्त दिँदै सिसाको कपमा चिया आएपछि उनी गफिने मोडमा गइन्। के भयो तपाईँहरू बीच? उनले सोधिन्। म एकछिन अकमकिएँ। एकोहोरो भुइँतिर हेरिरहेँ। एउटा फट्याङ्ग्रो उफ्रिरहेको थियो। 8-10 वटा कमिलाका ताँतीको लस्कर थियो। उनीहरूको ठिक पछाडि अलिकति पानी पोखिएर थोरै दह जस्तो बनेको थियो। मैले आफ्नो कथा सुरु गरेँ। 4 वर्ष लगातार एउटै कक्षामा बिताएपछि मैले फाइनल इयरमा गएर उसलाई भन्न सकेको थिएँ, म तिमीलाई प्रेम गर्छु। उसले तत्कालै जवाफ दिइन्। एकदमै दोधार भएर केही नभनी गई। भोलिपल्ट देख्नासाथ उसको पछि पछि लागेँ र पुनः सोधेँ। उसले फेरि केही भनिन्। मैले प्रत्येक जसो दिन सोधिरहेँ।
जवाफ उस